हेलो एभ्रिवान, गुड मर्निङ। अनि फेरि अर्को भिडियो लिएर हामी उपस्थित भइसकेको छौँ र आजको भिडियो चाहिँ हामी के गर्दैछौँ हजुरहरूलाई देखाउनेछौँ। र आज हाम्रो बिदाको दिन अनि आज चाहिँ हामीले ब्याडमिन्टनबाट भिडियो स्टार्ट गरिरहेको छौँ र बुढाबुढी छुट्टीको दिन बिहान हामी ब्याडमिन्टन खेल्छौँ। र तपाईहरु हाम्रो भिडियो नयाँ हेर्दै हुनुहुन्छ भने डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब। अनि त्यसपछि हामीले ब्याडमिन्टन खेलेर आइसकेपछि पूजा गर्यौं र म छुट्टीको दिन चाहिँ पूजा गर्ने गर्दछु। के गर्दै हुनुहुन्छ हौ तपाई? आज लोकल कुखुरा पकाएर खाने। लोकल कुखुरा बनाउनु हुँदैछ। बोलौँ न त, हामी पनि खाइदिउँ लोकल कुखुरा कस्तो हुँदो रहेछ। यो चाहिँ हाम्रो सेकेन्ड टाइम हो। यो चाहिँ सेम नेपालको लोकल कुखुरा जस्तै हुन्छ। भालेडान छान्दिन न, भालेडान छान्दिन न। भाले डान्स ल सुरु भयो हाम्रो काट्न। भाले काट्न लोकल कुखुरा हाल्नु। लोकल कुखुराको झोल खाइदिउँ त, कुखुरी खाएको झोल। वाउ, हामी चाहिँ खाँदैछौँ लोकल कुखुराको मासुसँग भात। नाइस। अनि के हाल्नु भयो? चस्मा अनि लाइफ ज्याकेट। यो दुईटा छैन? यो खुस्किन हाल्नु। ओइ खुस्किन हाल्नु। यो लाइफ ज्याकेट हाल्नु। लाइफ ज्याकेट। त्यसपछि अर्को पनि लाइफ ज्याकेट हाल्नु। यो चाहिँ हाम्रो खुट्टामा लाउने पिङ्क कलरको। यो खोल्नु ल? खोल्नु त किन लानु? यो के खोल्नु? This one is black. मेरो सानोबाट हो। अब अर्को लाइफ ज्याकेट पनि हाल्नु। तपाईँ नलाउने? भइहाल्यो हाम्रो प्याकिङ। अनि त्यसपछि के छ अब त्यो बान्नु? यो उयो गरेर लाउने कि अहिले लाउनु? हामी चाहिँ यहाँ हाम्रो ड्राई पिकनिकको लागि सामान किन्दैछौँ। अनि अहिले चाहिँ हामीले सफ्ट ड्रिङ्क र फ्रुट्स किन्दैछौँ। र अन्त फेरि यता के किन्न गइराख्नु भएको छ मलाई थाहा छैन। यता फ्रोजनको पाउँछ क्या आइसक्रिम। ए ल आइसक्रिम अब जाने बित्तिकै खाने हो नि त नि। अनि नुहाउने जाने होइन त? विच वान? यो ठुलो क्रिम देखाउनु त। यो ठुलो भनिला आइसक्रिम। र लेट्स गो। अब फाइनली हामी चाहिँ हाम्रो स्पोर्ट आइसक्यौँ। र यता देखाउनु सामान। सामान देखाउनु त कति छ हाम्रो पोका पचेर। अब मेरो हातमा के कालो लागेको जस्तो हेर्नु ल। के भएर छि। अनि हामी चाहिँ आफ्नो स्पोर्ट पानी कति घट्यो। हामी चाहिँ आइसक्यौँ यहाँनिर। हाम्रो पोकाहरू टन्नै छ आज। त्यही भएर आज चाहिँ हामी पिकनिक आएको, ड्राई पिकनिक। अनि हामी चाहिँ साथसाथै नुहाउने भनेर पनि आएको। तर यहाँ अस्ति आएकै ठाउँ हो यो। तर पानी चाहिँ सुकेछ। पानी चाहिँ सुकेछ। वहाँ पर पुगेछ त होइन, यतातिर मात्रै सुकेछ नि त। कस्तो खडेरी लागेछ। चाबी, स्कुटीको चाबी। बाफरे, लास्टै खडेरी लागेछ नि त यहाँनिर त। लो हामीले चाहिँ अस्ति यहाँबाट सिपीहरू सबै खोजेर, कौडा सिपीहरू खोजेर लिएर गएको थियौँ। ला नुहाउने ठाउँमा पनि छैन क्या हो पानी त। ल के भएको यस्तो? पानी त सुकेर ल यस्तो समुद्रको पानी पनि सुक्दो रहेछ। हामीले चाहिँ अनि हामीले
खानुलाई चाहिँ यो लिएर आएर बसिरहेको छौँ। अब चाहिँ हामी एकछिन यहाँनिर खाने हो अनि चाहिँ हामी नुहाउने हो। घाम चाहिँ ओभर घाम चलिरहेको छ, हामीले चाहिँ यहीँ खाने अनि नुहाउने भनेर चाहिँ यो गऱ्यौँ। लास्टै घाम छ अहिले। यता चाहिँ मोन्स्टर खानु माउन्टेन ड्यू खानुहुँदैछ, माउन्टेन ड्यू। अनि हामी चाहिँ यस्तो एडभेन्चरस ठाउँमा बसेर खान लागेको। हेर्नुहोस् यस्तो जङ्गल छ, यस्तो जङ्गलमा अहिले एनाकोन्डा आउँछ। पहिले चेक गर्ने अनि मात्रै खाने हो। चेक गर्नु म चाहिँ पाइनएप्पलबाट सुरु गरेँ। पाइनएप्पल ज्यादा पानी चाहिँ पानी छैन त नि कसरी हुन्छ भनेर नुहाउन त पुग्नु पर्यो नि त। उता त कहाँ नुहाउनु दिन्छ त त्यता पानी छ नि कसरी जामा चाहिँ पानी भयो मान्छे नुहाइरहेको छ नुहाइरहेको छ यहाँ पानी नभएको त्यहाँ चाहिँ किन पानी भयो त्यहाँ गइरहेको छ क्या ए नुहाउँदाखेरि कस्तो लाग्यो खने छ त्यहाँ स्ट्रबेरी चस गर्नु स्ट्रबेरी चेयर्स अहिले चेक पनि गर्दै गर्नु नो पाउँछ नि त। घामले त चस्मा बेकार हेर्नु देख्छ कि एकचोटि ट्राई वान्स ट्राई हेर्नु भएको छैन मैले देखेको छैन हेर्नु न चस्मा बेकार आउँछ भने पहिले मैले म त क्याप दिन्न त ल ओके ल्याउनु भएको छ अहिले पो सम्झिरहेको छु छैन छैन ल्याएको क्याप छैन किन मैले हालेको त छैन मैले लाउँदिनँ म हेल्मेट लाउनुपर्छ भने मैले ल त म ठके मैले हालेको जबरजस्ती कसो छैन छु छैन कहाँ मुनि त मैले हालेको लुगा प्लिज छैन कसो नपचाएको यो ब्याग त मैले प्याक गरेको हो न हालेन हालेन कस्तो दिदी बसबाट ल्याएको ल्याएन ए स्कुटीमा छ कस्तो हुँदैन अब ओके खानु खानु न छ त्यहाँ एक गरा पानी कस्तो उयो रहेछ कस्तो हाम्रो रहेछ है यही पो खाल्दा रहेछ खोइ कहाँ खालेको त्यहाँ बोल्नाले फिराएको छ केले बोमी नखानु भन्दा यति चाहिँ नेपालको भए कति आउँछ रे पर्यटक मान्छेहरू घुम्न है अनि फेरि बाली आउँछ लगिन्छ नि हैन यस्तो समुद्रसँग जोडेको थियो भने नेपालको गाडीहरू सस्तो सस्तो हुन्छ नि किन सिल्भर आउँदैन बोमी त घरमा नि हो न गाडी आउँछ नि त जस्तो अब दक्षिण कोरिया एकबाट जापानबाट गाडी जानु पर्यो इन्डिया भएर जान्छ नि त डाइरेक्ट नेपाल जाँदा सस्तो पर्छ नि इन्डिया भन्छ तिर इन्डिया यो खाने के लानु भयो खाने हो नि आइसक्रिम त अहिले यो ड्रिङ्क्स पो आइसक्रिम खाने पर्यो आइसक्रिम खानु कस्तो रहेछ पगला मिठो हुन्छ नि यो मङ्गवाला मिठो हुन्छ हामी हाम्रो उयसबाट होइन र यो अर्कै हो क्या त्यो बुढो लिएर आइन्छ नि किनेर हो यो मिठोवाला हो क्या नखानु पुऱ्याउ त यति गर्नु त्यो थालो त्यो त किन हालेको ओइ त्यो सुप होइन आइसक्रिम हो रहेछ मिठो हुन्छ बगानु मिठो रहेछ मिठो रहेछ सुप हो त नि ल यो हाल्दिनु खाऊ न त्यो रातो बलिरहेछ त्यो उयो हो कहाँ भन्नु त यति मित्रबाट बलिरहेछ त्यो उयो को भन्नु त यो मिठो हुन्छ क्या यस्तो वाला अनि आज माछा मार्न ल्याउँदाखेरि त कसरी गर्नुहुन्छ भन्नु न नल्याएकै ठिकै भएछ हो कि अन्त अब त्यहाँसम्म पुग्यो भने त पानी थोरै छ अनि कसरी माछा आउँछ त्यहाँ बरु कतिले जानुपर्छ त्यो उयो आमा चस्मा बेकार चाहिँ हेर्नै मिल्दैन गाइजहरू सुप होइन बुढा आइसक्रिम हो हमको सिखा रिया है किन सुप जसरी खाएको यहाँनिर फिल्म जस्तै यहाँ रुखहरूको आउनु जस्तो गरेर भाक्कै गुड्डु त्यो बेला बेलामा चेक गर्नुपर्छ आउँछ कति धेरै हुने भयो अब राख्ने हुन्छ नि घरमा गएर फ्रोजन गरेर राख्ने मिठो हुन्छ डिप फ्रिजमा हाल्यो भने फेरि फ्रोजन हुन्छ त डिप फ्रिजमा त्यत्रो बाटो हिँडेर आउँदा कस्तो भइरहेछ गलेर पेद्दु सामान पनि धेरै छ हाम्रो स्विमिङ कस्ट्युमहरू धेरै छ लाइफ ज्याकेट छ क्या त्यही भएर अब चाहिँ हामी यहाँ नुहाउने हो आज धेरै मान्छे रहेछ हौ है अरू बेला त त्यस्तो मान्छे हुँदैन हामी चाहिँ नुहाउने ठाउँ यही हो र अब यहाँ नुहाउने हो माथि माथि चढेर हुन्न हामी चाहिँ अब रेडी भइसक्यौँ लुगाहरू चाहिँ यहाँ खोल्यौँ अनि अब यहाँ हामीले यो चप्पल लाउँदैछौँ माछावाला चप्पल माछावाला यो मेरो माछावाला चप्पल हो यो पनि हो अनि झर्दैन कसरी हो झर्दा होला नि त मेरो त यस्तो यहाँ त फ्याट 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 चाहिँ नुहाइ धुवाइ गरेर अब निस्केको घर कस्तो भयो त आज नुहाउने कार्यक्रम कस्तो भयो
लास्टै गल्यो आज 2-3 घन्टा खेल्यो यस्तो धेरै खै सङ्केको र अबे कति धेरै हेर्न सङ्केको राई ए यिनीहरूले बोकेर हिँड्दो रहेछ नि त है अनि यिनीहरू मरिसकेपछि चाहिँ त्यो उयो हुँदो रहेछ क्या कि यिनीहरूले छोडेर चाहिँ हिँड्ने हो कति धेरै हेर्नु न नि आवाज पनि सुनिरहेछ गुटुटुटु हिँडिरहेको यहाँ छ सङ्केकिरा सुन्नु न कत्रो यहाँ न यो कस्तो हरियो कलरको हामी चाहिँ अब खाने आइटमहरू किन आँटेको हामीले चाहिँ यति आइटम हटपटको लागि आइटमहरू किनिसक्यौँ र अब हामी यहाँनिर चाहिँ ड्रिङ्क्सहरू लिन आइरहेको छौँ म नखाने उयो छ त ब्ल्याकमा उयो म्याङ्गो जुस पनि छ माउन्स्टर पनि छ हामी चाहिँ अनि गलेर आएर अब हामीले हटपट खाना आँटेको र हामीले ससेज किनेर ल्याएको छौँ अनि किम्चीको छ अनि यहाँ चाहिँ बुल्डक रामेन छ अनि यो चाहिँ बुता भाडा भइहाल्यो सुँगुरको मासु अनि यो चाहिँ अब नभनौँला यो चाहिँ अनि यो चाहिँ प्याज र यो मसरुमको छ अनि यहाँ चाहिँ जुस छ ल म्याङ्गो जुस खोइ र हाम्रो भिडियो अन्तिमसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद एन्ड थ्याङ्क यू फर वाचिङ आवर भिडियो बाई बाई हान्ने हो धरो अब ल हाम्रो सुरु भयो बाई बाई सी यू अन नेक्स्ट विक